हेलो सबै मित्रहरू नमस्कार है। आजबाट टपिक कुन टपिकको भन्नुहुन्न, 2-4 दिन मिक्समा हुन्छ है साथीहरू। प्राय जसो टपिकहरूको सबै टपिकको मिक्समा क्वेसन लिएर आउँछ, एउटा दुईटा गरेर त्यसरी नै अगाडि बढ्छौँ। अब आजबाट चाहिँ है साथी 2-4 दिनको लागि, धेरै दिनको लागि नै, त्यसपछि हामी फेरि टपिक अनुसार आउँछौँ है। ल हेर्नुहोस् त क्वेसन कतिको देखिएको छ, प्रश्न छ कि छैन कमेन्ट गर्नुहोस् न साथीहरू एकचोटि। ल टपिक कुन हो सर भनेर सोध्नुभन्दा टपिकको हरेक टपिकको एउटा दुईटा क्वेसन लिएर आउँछ है साथी मैले। ल यसमा हेर्नुहोस् त। ल क्वेसन नम्बर फर्स्टमा एकदम ध्यान दिनुहोस् त। ल क्वेसन नम्बर फर्स्टले के भन्दैछ यसो हेर्नुहोस् त। एउटा तातीमा 50 कुखुरा 45 बाख्रा 45 बाख्रा है, 8 वटा ओठसँगै केही रक्षकहरू छन्। यो 8 भनेर आन्सर लिनु, मैले 8 लेखेँ यहाँ 3 भएछ। यदि सो तातीमा जम्मा खुट्टाको संख्या टाउको संख्या भन्दा 224 ले अझ बढी छ भने रक्षकको संख्या कति रहेछ भन्ने कुरा आछ। यसमा हेर्नुहोस् त। ल 50 वटा कुखुरा 45 बाख्रा 8 ऊँट सँगै केही रक्षकहरू छन्। केही रक्षकहरू छन्। यदि सो तातीमा जम्मा खुट्टाको संख्या टाउको संख्या भन्दा 224 ले बढी छ भने रक्षकको संख्या कति रहेछ भनेर क्वेसन सोधिएको छ। ल हेर्नुहोस् त। यसको आन्सर के हुन सक्ला, यसो कमेन्ट गर्नुहोस् साथीहरु। यसको आन्सर के हुन सक्ला कमेन्ट गर्नुहोस् त। यसलाई के गर्न सक्यो भन्देखि हेर्नुहोस् है। अब जस्तै मानौँ न केही रक्षकहरू भनेको रक्षक एकजना छन् भनेर मान्दिन पाइयो। रक्षकहरू एकजना छन् भनेर एकजना मान्दिएको है, एकजना हुन् भनेर यो यक्ष मानेको हामी। केही भन्ने कारणले गर्दा रक्षकहरू कतिजना छन् रे, एकजना छन् भनेर यक्ष मानिदिएको। यक्ष मान्यो। अब यहाँ ध्यान दिनुपर्ने कुरा के आयो भन्दाखेरि अब हेर्नुहोस् है, यो 50 वटा कुखुराको टाउको 50 वटै हुन्छ, तर यिनको खुट्टा भन्यो भनेदेखि चाहिँ यसलाई 2 ले इन्टु गर्नुपर्छ। खुट्टा चाहिँ कतिवटा भनेको त 2 ले इन्टु गरे भने कति आयो 100 वटा भयो। किन कुखुराको खुट्टा त दुईटा हुन्छ नि, प्रत्येकको दुईटा भएपछि 50 वटाको खुट्टा कति हो त 100 वटा भयो। अब बाख्रा भने यो 45 वटा बाख्रा भनेपछि प्रत्येक बाख्राको खुट्टा 4 वटा हुन्छ भनेपछि बाख्रा भनेपछि एउटा बाख्राको टाउको एउटा हुन्छ। त्यसैले 45 बाख्राको टाउको 45 भयो। यसको खुट्टा कतिवटा हुन्छ भने यसलाई इन्टु 4 गरिन्छ। हेर्नुहोस् है, यसलाई कतिले इन्टु गर्ने, इन्टु 4 गर्ने। 4 ले इन्टु गरियो भने कति आयो यहाँनिर 4 20 4 16 2 18 180 वटा खुट्टा रहेछ बाख्राको। अब ऊँट 8 वटा ऊँटको खुट्टा भनेपछि 8 वटा ऊँटको टाउको 8 वटै हुन्छ। यसको खुट्टा कतिवटा भयो भन्नको लागि प्रत्येक ऊँटको खुट्टा कतिवटा हुन्छ रे 4 वटा। 8 ले 4 सँग इन्टु गर्ने 8 को 32 भइदियो। अब यहाँ यक्ष रक्षक छन् रे, यक्ष रक्षकको टाउको यक्षवटै हुन्छ भनेपछि यसको खुट्टा कतिवटा हुन्छ त प्रत्येक रक्षकको खुट्टा दुईटा भइहाल्यो। यक्षवटा कति भयो 2 यक्ष भइदियो। अब यहाँ हेर्नुहोस् है, हामीले यहाँ माथि के निकाल्यौं, यो खुट्टा निकाल्यौं। ध्यान दिनुहोस्, माथि खुट्टा टाउको त यो जतिवटा छ त्यतिवटै टाउको भइहाल्छ। अब यहाँ नै तल हेर्नुहोस् है, जम्मा खुट्टाको संख्या, जम्मा के को संख्या रे, जम्मा खुट्टाको संख्या। ध्यान दिनुहोस् है, जम्मा खुट्टाको संख्या भन्छ खुट्टाको संख्या कुन हो 100 180 32 र 2 यक्ष खुट्टाको संख्या। यो सबै जोड्यो भने जम्मा खुट्टाको संख्या आउँछ। हेर्नुहोस् त, जम्मा खुट्टाको संख्या भनेपछि जोडी हेर्नुहोस् त। यो दुईटा जोड्दा 280 मा 32 जोड्नु भने कति आउने हो 312 जोड्नुहोस् ल। 100 180 गर्न 280 280 मा 32 जोड्नु भने कति आउने हो त 312 प्लस 2 यक्ष हुने हो।
जम्मा खुट्टाको संख्या आयो। ध्यान दिनुस् है ल। जम्मा खुट्टाको संख्या टाउकोको संख्या जम्मा खुट्टाको संख्या हेर्नुस् टाउकोको संख्या हो। अब टाउकोको संख्या जोड्नु त 50 वटा 45 भन्यो भने 50 + 45 जोड्नु भयो भने 95 95 मा 8 जोड्नु भयो भने 103 कति रहेछ त 103। ध्यान दिनुस् है 50 + 45 95 मा 8 जोड्नु भयो भने कति आयो 103 प्लस यक्स रहेछ टाउकोको संख्या। हेर्नुस् ल जम्मा खुट्टाको संख्या जम्मा टाउकोको संख्या भन्दा 224 ले बढी छ भन्यो भने खुट्टाको संख्याबाट टाउकोको संख्या घटाउँदाखेरि कति आउँछ भनेको यसले 224 छ भन्ने कुरा आउँछ भनेको है साथीहरुले। जम्मा खुट्टाको संख्याबाट टाउकोको संख्या घटायो भने 224 छ भन्ने कुरा आइदियो। यसरी गर्न पाइयो है। खुट्टाको संख्या टाउकोको संख्या भन्दा 224 ले बढी छ भन्यो भने खुट्टाको संख्याबाट टाउकोको संख्या घटाइदियो भने कति आउने भयो 224 आउँछ भने। अब यहाँ हेर्नुस् ल यो 312 भइदियो। ध्यान दिनुस् है 312 बाट यसबाट के गर्न पाइयो भन्दाखेरि 312 बाट 103 घटाउन पाइयो। अनि यो 2x बाट के घटाउन पायो यक्स घटाउन पाइयो। ध्यान दिनुस् त ल यहाँबाट निकाल्नुस् ल 312 बाट 103 घटाए हेर्नुस् कति आउँदो रहेछ 12 मा 3 गयो 9। ध्यान दिनुस् है घटाउने काम गर्नुस् ल 12 - 3 गयो भने 9 बाँकी र यो कति रह्यो त 3 - 1 गयो भने 2 बाँकी र 2x - x हुँदा -x इक्वल्स टु आइदियो 224। ध्यान दिनुस् है 2x बाट x घट्यो x बाँकी र यतातिर 224 भइहाल्यो। अब x इक्वल्स टु आइदियो 224 यो प्लस छ नेक्स्ट साइड गइदियो भने माइनस गर्न पाइयो। अब घटाउनुस् ल कति आउँदो रहेछ 224 मा 209 घटाउनुस् त कति आउने आन्सर भन्नुस् ल 24 मा 9 घटेपछि कति आउने भयो हेर्नुस् ल यो 24 हो 224 मा 209 घटेपछि कति आउने भयो 15 + 9 गर्नु भने कति आउने भयो 24 आउने भयो। आन्सर के रहेछ त हाम्रो डी रहेछ। यो बनाउनु पर्ने यसरी है साथीहरु। यो एकदम ध्यान दिनुस् है यस्तो क्वेशन एक्जाममा सोधिन सक्छ है। हेर्नुस् है कुखुराको संख्या 50 वटा कुखुरा 45 वटा बाख्रा 8 वटा ऊँट र केही रक्षक छन् भनेपछि यिनको टाउको भनेको जतिवटा संख्या छ त्यतिवटा टाउको हुन्छ। अब यिनको खुट्टा भनेपछि त कुखुराको खुट्टा दुईटा हुन्छ भनेपछि 50 वटा कुखुराको खुट्टा कति हो 100 वटा हो। बाख्राको खुट्टा 4 वटा हुन्छ 45 वटा बाख्राको खुट्टा कति हो 180 वटा हो। 8 वटा ऊँटको खुट्टा कति हो 8 × 4 गरे भने 32 भयो। रक्षकको खुट्टा कति हो त दुईटा हुन्छ भनेपछि x × 2 गरे भने 2x हुन्छ। अब यहाँ भन्दा जम्मा खुट्टाको संख्या हुन्छ यो खुट्टा जोडेको जम्मा खुट्टाको संख्या अनि टाउकोको संख्या हुन्छ यो टाउको जोडेको जम्मा टाउकोको संख्या। खुट्टाको संख्या हुन्छ टाउकोको भन्दा 224 ले बढी छ भने खुट्टाबाट टाउको घटाए 224 आउँछ भने। अब यहाँबाट सल्भ गर्दा x भ्यालु कति आयो त 15 आयो। अनि यहाँ भनिएको छ रक्षकको संख्या कति छ भनेर क्वेशनले सोधिएको छ। रक्षक भनेको के रहेछ त x जना हुन् x भने कति जना रहेछ त 15 जना छन् भनेर यसरी बनाउनु पर्छ है साथीहरु। ल क्वेशन नम्बर 1 भयो है। अलिक भिडियो साथीहरुले भिडियो हेर्नु होला है। ल यसको क्वेशन नम्बर 2 बनाउनुस् ल। क्वेशन नम्बर 2 हेर्नुस् त 2 मा के भन्दै रहेछ ल तपाईहरुले बनाउनु पर्यो है साथीहरु। 2 नम्बर चाहिँ एउटा कमिलाले गोलाकार खम्बामा 6 मिटर 1 मिनेटमा चढ्छ। एउटा खम्बा छ रे ध्यान दिनुस् है गोलाकार खाको खम्बा छ रे हेर्नुस् है यो खम्बा छ रे यो खम्बामा चढ्ने भयो के चढ्ने भयो त कमिला चढ्ने भयो। 6 मिटर 1 मिनेटमा चढ्छ रे ध्यान दिनुस् ल 6 मिटर कति मिनेटमा चढ्छ रे 1 मिनेटमा चढ्छ रे। यहाँ तलबाट सुरु गर्यो यति चढ्नका लागि 6 मिटर चढ्नका लागि कति मिनेट लगाउँछ 1 मिनेट लगाउँदो रहेछ। ध्यान दिनुस् है 6 मिटर चढ्नका लागि उसले कति मिनेट लगाउँछ 1 मिनेट लगाउँछ र 3 मिटर अर्को मिनेटमा चिप्लिन्छ रे। हेर्नुस् जब 1 मिनेटमा 6 मिटर चढिसकेपछि अनि यहाँ माथि पुगिसकेपछि यहाँ पुगिसकेपछि के गर्छ रे भन्देखि 1 मिनेटमा 3 मिटर उ चिप्लेर तल झर्छ रे के। अब उ के गर्ने भयो त यो तल झर्ने भयो चिप्लेर। हेर्नुस् अर्को मिनेटमा कति मिटर चिप्लिन्छ 3 मिटर चिप्लिन्छ अर्को मिनेटमा।
क्वेसनले यसरी भनेको छ है। यसरी नै चढ्दै जाने हो, चढ्ने चिप्लिने क्रम यही हुने हो भने 21 मिटर लामो पर्खा खम्बाको टुप्पोमा पुग्न, 21 मिटर लामो खम्बाको टुप्पोमा पुग्न कमिलालाई कति मिनेट लाग्ला भनेको छ। जम्मा यो पुरै कति मिटर रहेछ त 21 मिटर रहेछ। यति लङ छ यो खम्बा, यसको टुप्पोमा पुग्नको लागि कमिलालाई कति मिनेट लाग्छ भन्ने क्वेसन है साथी। हेर्नुहोस् है के भनेको छ, एउटा कमिलाले गोलाकार खम्बामा 6 मिटर 1 मिनेटमा चढ्न सक्छ, तर 3 मिटर अर्को मिनेटमा चिप्लिन्छ। चढेपछि 6 मिटर पुगेपछि अर्को मिनेटमा के गर्छ 3 मिटर चिप्लिँदो रहेछ। यसरी नै 21 मिटर लामो खम्बाको टुप्पोसम्म चढ्नु पर्ने छ। हेर्नुहोस् है चढ्दाखेरि कमिलालाई कति समय लाग्छ भनेको छ। ल भन्नुस् त यसको आन्सर दिनुस् त। मैले एकैछिन है तपाईलाई टाइम छोड्दिएँ है साथी। ल अर्जुन चाहिँ 11 मिनेट लाग्छ भन्नु ल। साथीहरूले पनि कमेन्ट गर्नुहोस् ल। यहाँ ध्यान दिनुहोस् सर के रहेछ भनेदेखि यो अब पहिला सुरुमा 1 मिनेटमा चढ्यो अर्को मिनेटमा चिप्लिँदो रहेछ भनेपछि यो फिक्स डिस्टेन्स उसले कति पार गर्यो भन्ने कुरा बुझ्नको लागि चाहिँ हेर्नुस् फिक्स डिस्टेन्स त यति मात्रै पार गरेर देखिन्छ साथी। यति मात्रै पार गरेर देखियो, यति मात्रै पार गरेको देखियो। यति पार गर्न कति मिनेट लाग्यो त पहिला 1 मिनेट चढ्न लाग्यो, त्यसपछि चिप्लिँदो रहेछ भनेपछि 2 मिनेट लागेछ यति पार गर्न भन्ने कुरा बुझ्नु पर्यो। यो फिक्स डिस्टेन्स पार गर्न कति मिनेट लागेछ त 2 मिनेट लागेछ। अब ध्यान दिनुहोस् है यो 2 मिनेट टाइम कति लाग्यो 2 मिनेट लागेको रहेछ फिक्स डिस्टेन्स पार गर्न है। जम्मा दिएको डिस्टेन्स कति रहेछ अब हेर्नुस् है यहाँले जम्मा दिएको डिस्टेन्स कति रहेछ भन्ने कुरा यहाँ बुझ्नुस् त 21 मिटर रहेछ। यसलाई हाइट मान्नुस्, जम्मालाई हाइट यच माने है, यच यच भइदियो है। त्यसपछि चढ्ने भनेपछि माथिबाट जाने अप भइदियो, झर्ने भनेपछि यो डाउन भइदियो साथी। अब हेर्नुस् जम्मा कति समय लाग्ला, कति समय लाग्ला जम्मा समय निकाल्नु पर्ने छ। जम्मा समय निकाल्दाखेरि फर्मुला यो हाल्नु होला 1 प्लस h माइनस अफ जम्मा माइनस चढ्ने, चढ्ने माइनस झर्ने इन्टु दिएको टाइम कति लाग्यो त फिक्स टाइम त्यो राख्नु होला। अब हेर्नु त 1 त 1 भइहाल्यो। जम्मा भनेपछि जम्मा कति रहेछ हाइट उसको त्यो खम्बाको हाइट 21 मिटर रहेछ। कति चढ्दो रहेछ पहिला चढ्ने 6 मिटर, अपमा 6 मिटर जान्छ त्यसपछि चिप्लेर 3 मिटर तल झर्छ इन्टु टाइम कति लाग्यो यतै गरेपछि फिक्स डिस्टेन्स चढ्नको लागि टाइम कति लाग्छ 2 मिनेट लाग्छ। 2 ले इन्टु गर्नु होला। अब यसपछि यो साइडतिर गर्ने साथी यो साइडतिर आउँछ यो 1 भइदिहाल्यो। 21 मा 6 घटायो भने कति आयो 15 आयो। 22 मा 6 मा 3 घटायो 3 आयो इन्टु 2। अब यसपछि ल यसलाई काट्नुस् त 5 त्यहाँ 15 भयो 1 भयो 5 दुना 10 प्लस 1 जोडा कति आयो 11 मिनेट रहेछ। यहाँ हेर्नुस् त 11 मिनेट अप्सनमा कहाँ छ ए मा छ है साथी। यसरी गर्नुपर्ने हुन्छ है। हेर्नुस् ल जम्मा कति समय लाग्छ भने जम्मा हाइट 1 प्लस जम्मा हाइट माइनस चढ्ने बाइ चढ्ने माइनस झर्ने इन्टु टाइम राख्नु। टाइम चाहिँ कुन राख्ने त उनले फिक्स डिस्टेन्स तय गर्दा कति टाइम लगाएको छ। यहाँ हेर्नुस् त पहिला सुरुमा 1 मिनेटमा 6 मिनेट माथि चढ्यो, अर्को मिनेटमा 3 मिटर तल झर्यो भनेपछि फिक्स डिस्टेन्स तय गर्नको लागि उसलाई कति टाइम लाग्दो रहेछ त भन्दाखेरि 6 मिटर माथि चढ्यो 3 मिटर चिप्लियो भने 3 मिटर माथि चढ्या छ फिक्स डिस्टेन्स। त फिक्स डिस्टेन्स कति चढेको देखिँदैछ 3 मिटर। त्यो चढ्नको लागि सुरुमा 1 मिनेट लाग्यो, चिप्लिँदा 1 मिनेट लाग्यो, 2 मिनेट लाग्यो, त्यसलाई हामीले टाइम लिने, टाइम भनेको 2 मिनेट। ल अनि यस भनेको जम्मा हाइटलाई हेर्ने अप अप माइनस डाउन इन्टु टाइम टी भनेको 2 मिनेट लागेको छ। अब 21 मा 6 घटायो 15, 6 मा 3 घटायो 3, 15 लाई 3 ले भाग्दा 5 आयो, 5 दुना 10 प्लस 1 गर्यो भने 11 मिनेट गर्यो। ल यो क्वेशन नम्बर 2 भयो है साथीहरु। यो बुझियो कि नै कमेन्ट गर्नुस् ल साथीहरु। क्वेशन नम्बर 2 बुझियो कि नै भन्नुस् ल। यो क्वेशन नम्बर 2 बुझियो कि नै कमेन्ट गर्नुस् ल।
ल अब यसपछि क्वेशन नम्बर 3 तिर लाग्यो है म 3 नम्बर हेर्नुस् त 3 नम्बरले के भन्दै छ यहाँ यो सी हो है 8 जस्तो देखिएछ यो सी हो है साथै यसलाई यो सी ल अब यसमा हेर्नुस् ल ओ कमेन्ट गर्दाखेरि मित्र हो को होस्टमा गर्नु होला है होस्टमा भन्दा पनि मेरो नाम आयो होला हेर्नुस् त ल मेरो नाम खोजेर कमेन्ट गर्नु होला है ल अहिले कमेन्ट मैले हेरिन अब कमेन्ट गर्नु होला साथी मेरो नाममा आयो होला त्यहाँनिर मेरो नाम कमेन्ट गर्नु होला मेरो नाम हेरेर खोजेर कमेन्ट गर्नु होला कोसिसमा भन्दा पनि अनि को मैले कमेन्ट हेर्न पाउँछु त ल यसमा हेर्नुस् त ल अहिले फेरि फर्क्यौँ है अब यो 1 नम्बर 2 नम्बरको फेरि लास्टमा म फर्किन्छु पहिला एकातिर हेर्दै जाउँ लास्टमा फेरि 1 र 2 गरौँ है कति काहीँ केही समस्या रहेछ ल यसमा हेर्नुस् ल मेरो नाम खोजेर कमेन्ट गर्नु होला है साथी गर्दाखेरि ल एउटा चालकलाई ए देखि 20 सम्म 4वटा फरक रुटहरु थाहा छ हेर्नुस् त ए देखि 20 सम्म एउटा चालकलाई कतिवटा रुट थाहा छ रे एउटा दुईटा तीनटा चारवटा रुटहरु थाहा छ ए देखि 20 सम्म एकदम ध्यान दिनुस् है ए देखि 20 सम्म एउटा चालकलाई चारवटा रुटहरु थाहा छ त्यसैगरी बी देखि सी सम्म तीनवटा रुटहरु थाहा छ तीनवटा फरक रुटहरु थाहा छ भन्छ एउटा दुईटा तीनटा फरक रुटहरु थाहा रहेछ बी देखि सी सम्म अब सी देखि डी सम्म दुईवटा फरक रुटहरु थाहा छ रे सी देखि डी सम्म कतिवटा रुटहरु थाहा रे दुईटा एउटा दुईटा रुटहरु थाहा छन् भने उसलाई ए देखि डी सम्म हेर्नुस् त उसलाई ए देखि डी सम्म कतिवटा रुटहरु थाहा छ भनेको छ क्वेशनले हेर्नुस् ल ए देखि डी सम्म कतिवटा रुटहरु थाहा छ भन्ने कुरा आइदियो साथी ल भन्नुस् यसमा कतिवटा रुट थाहा रहेछ यसमा सुरुमा कतिवटा रहेछ त 4वटा यहाँ ध्यान दिनुस् है यसमा सुरुमा कतिवटा 4वटा अनि इन्टु गर्नुस् यसमा 3टा इन्टु यसमा 2टा अब यो सबै इन्टु गर्दा कति आयो 4 यहाँ 12 दुना 24वटा रुटहरु थाहा रहेछन् भन्ने हाम्रो आन्सर आउँछ अब यसले भनेपछि यो कुरा चाहिँ के हो भन्दाखेरि हेर्नुस् है बनाउन त मैले बनाए 24वटा भनेर कसरी थाहा भयो 24वटा भन्ने कुरा ध्यान दिनु होला है कसरी भयो 24वटा हेर्नुस् है एले पहिला सुरुमा हेर्नुस् है एकदम ध्यान दिनु होला साथी एले यो फर्स्ट रुटबाट सुरु गर्यो हेर्नुस् है फर्स्ट रुटबाट यहाँबाट हिँड्यो अनि यसको माथिबाट गयो यो फर्स्ट रुटमा टच गर्यो फेरि यो माथिबाट गयो भने त एउटा रुट थाहा भयो उसलाई यहाँबाट गयो ए माथि गयो अनि सेकेन्ड रुट यहाँ यसको सेकेन्डबाट गयो त यो माथिबाट गएको थियो यसको माथि तर यहाँ सेकेन्डबाट गएपछि दुईटा रुट भयो फेरि यहाँबाट गयो अब सेकेन्डबाट हिँड्दैछ यहाँबाट गयो सेकेन्डमा हिँड्यो अनि यसको फर्स्टमा गइदियो भने 3टा रुट थाहा हो यहाँबाट गयो यसको सेकेन्डमा गयो फेरि यहाँ तलबाट गयो भने 4टा रुट थाहा हो अब यहाँबाट गयो तल आयो है अब तलतिरबाट हिँड्दैछ यहाँबाट गयो तलबाट गयो अनि यसको माथिबाट गयो भने 5वटा रुट भयो
यो माथिबाट तलबाट फेरि तलबाट गयो भने 6 वटा रुट भयो नि त। एउटाले 6 वटा रुट तय गर्दो रहेछ। एउटाबाट हिँड्दाखेरि 6 वटा बाटोहरू त उसले बाटोबाट हिँड्न सक्दो रहेछ। भनेपछि अर्कोले पनि त्यसरी 6 वटा हिँड्छ। अर्कोले पनि अर्को बाटोबाट हिँड्दा पनि 6 वटा तरिकाले हिँड्न सक्छ। अर्कोबाट पनि 6 वटा तरिकाले हिँड्न सक्छ नि त। 6 6 12 6 6 12 जोड्नु छ। 6 6 12 6 18 6 24 24 वटा रुटहरूलाई थाहा भयो नि त। कुरो यो भने है साथीहरु, बाटो के बाटो जान्नुहोस् ल। यहाँ सुरुको यो बाटो हिँड्यो हेर्नुस् है, ए देखि बी सम्म जाने यो बाटो गयो। त्यसै बी देखि सी जाँदा तीनटा मध्ये एउटा बाटो हिँड्यो। सी देखि डी जाँदा अर्को बाटो हिँडेपछि यहाँबाट यहाँ गयो, यहाँ गयो, यहाँ गयो, एउटा रुट गयो, एउटा बाटो उसले थाहा पायो। त्यसपछि फेरि हेर्नु त माथिबाट गयो अनि बीचबाट गयो, फेरि त्यही माथिबाट गयो अर्को बाटो थाहा भयो। फेरि यहाँ माथिबाट गयो, तलबाट गयो, फेरि यो माथिबाट गएपछि अर्को बाटो थाहा भयो, तीनटा बाटो थाहा भयो। फेरि यहाँबाट गयो, यो माथिबाट गयो अनि तलबाट गएपछि अलिकति बाटो फरक भयो। पहिला माथिबाट गएको थियो, अब यो अर्को बाटो गयो, चाहिँ 4 वटा भयो। माथिबाट आयो, बीचबाट गयो, फेरि यो तलबाट गएपछि 5 वटा भयो। माथिबाट आयो, तलबाट आयो, फेरि तलबाट गएपछि 6 वटा भयो के। एउटा मात्रै बाटोबाट हिँड्दाखेरि हेर्नु त यहाँ कतिवटा बाटो हुँदो रहेछ त। उसले कतिवटा बाटोबाट हिँड्न पाउँदो रहेछ, 6 वटा बाटो तय गर्न सक्दो रहेछ। 6 वटा मध्ये कुनै एउटाबाट हिँड्न सक्छ भनेपछि 6 वटा बाटो यसले त तय गर्छ। अर्कोले 6 वटा, अर्कोले 6 वटा, अर्कोले 6 वटा गरेपछि 24 वटा बाटोहरूबाट हिँड्न सक्दो रहेछ साथी। त्यसैले कतिवटा रुट रहेछन् भन्दाखेरि 24 वटा रुट रहेछन् भन्ने कुरा बुझियो। बनाउनु चाहिँ यसरी है, यहाँ 4 वटा, 3टा इन्टु यहाँ 2टा, सबै इन्टु गर्नु 24 मा आन्सर। ल यो क्वेशन नम्बर 3 बुझ्यो कि नै भन्नुस् ल साथी। आन्सर 24 आको बुझ्यो कि नै कमेन्ट गर्नुस् ल। आन्सर 24 आको बुझ्यो कि नै भन्नुस्। मेरो नाम खोज्नु होला है, मेरो नाम हेर्नुस् होला अनि कमेन्ट गर्नु होला है, नत्र मैले तपाईको कमेन्ट हेर्न पाउँदैन है साथीहरु। ल त्यसै क्वेशन नम्बर 5 फोन नम्बरतिर हेर्नुस् ल। फोन नम्बरले के भन्दा फोन नम्बर ध्यान दिनुस् ल। 5 भुजा भएको ज्यामितीय आकृतिको विकर्ण कतिवटा हुन्छ? ल हेर्नुस् 1 2 3 4 5 वटा भुजा भएको ज्यामितीय आकृतिको विकर्ण कतिवटा हुन्छ? यदि 4 वटा भुजा भइदियो तपाईलाई आउँथ्यो होला। मतलब 4 वटा भुजा भएको ज्यामितीय आकृतिको ल भन्नुस् विकर्ण कतिवटा हुन्छ? यसको विकर्ण कतिवटा हुन्छ भन्नुस् ल। यसको विकर्ण कतिवटा? विकर्ण भनेको डायगोनल है। यसको डायगोनल कतिवटा हुन्छ? डायगोनल यसको त यसरी गएपछि 2टा थाहा भइहाल्यो। यसको डायगोनल 2टा हो भन्ने कुरा त। यहाँबाट एउटा, यताबाट एउटा, 2टा त भयो विकर्ण। भनेपछि यसको कतिवटा हुन्छ? अब यसरी बुझ्नको लागि के गर्नुस् भने एउटा फर्मुला हाल्नुस् है विकर्ण निकाल्नको लागि। यहाँ ध्यान दिनुस् त, विकर्ण निकाल्नु पर्यो भने n * n - 3/2 गर्दिनुस्। यो फर्मुला हाल्नुस्। कतिवटा भनेछ? 5 वटा भनेकोमा n मा 5 हाल्दिने के। 5 * 5 - 3/2 भनेपछि 5 * 2/2 कटेपछि कतिवटा आयो? 5 वटा आयो। यसको विकर्ण कतिवटा हुँदैछ? 5 वटा हुँदैछ। हेर्नुस् त कसरी 5 वटा भयो भन्दाखेरि हाल्नुस् है। यहाँबाट एउटा गयो, 2टा 3टा, ध्यान दिनुस् ल, एउटा यो भयो। चारवटा 5 वटा। ल हेर्नुस् त एउटा 2टा 3टा 4वटा 5 वटा। यसको विकर्ण 5 वटा हुन्छ है साथीहरु। अब त्यसैगरी 4 वटा भएको विकर्ण 2टा त हामीलाई थाहा छ। हेर्नुस् 2टा हो कि हैन भनेर बुझ्नको लागि हेर्नुस् है। यहाँ भयो नि यो फर्मुला हाल्नुस् n * n - 3/2 n भनेको कति आयो? 4 आयो। 4 * 4 - 3/2 भयो। अब यसपछि 4 लाई 2 ले भाग्दा 2 आयो। 2 * 1 = 2। 2टा विकर्ण भयो कि। बुझ्नु भयो कि नै भन्नुस् त? यो बुझ्यो कि नै भन्नुस् त? अब कुनै बेला क्वेशन यसरी सोधिन सक्छ है साथी। यो यसरी दियो, हेर्नुस् है यहाँ नि। कुनै बेला क्वेशन यसरी सोधिन सक्यो।
अब यसपछि कुन हुन्छ भनेर यहाँनिर फिगर यहाँ वाट दिन सक्छ कि यो बेलामा के खोज्नु पर्यो यसको विकर्ण अनुसार गाह्रै छ भन्ने कुरा थाहा पाउनु पर्यो अनि हामीले तल दिएको अप्सन मध्ये के खोज्नु पर्यो त भन्दाखेरि हेर्नुस् ल 5 वटा कुन चाहिँमा दिएको छ कुन चाहिँमा डायगोनल 5 वटा देखा त्यो डायगोनल 5 वटा भएको खोज्नु पर्यो है 3 टा 4 वटा 5 वटा 5 वटा यसरी बुझ्नु पर्यो है साथीहरु यो बुझ्यो कि नै भन्नुस् ल यो बुझ्यो कि नै भन्नुस् ल यो बुझ्यो कि नै भन्नुस् ल विकर्ण कतिवटा हुन्छ भने n * n - 3/2 भन्ने फर्म हाल्नुस् कतिवटा दिएको भने 5 वटा भने 5 हाल्नुस् ल भन्नुस् त यहाँ तपाईले यहाँ 8 वटाको भन्यो भने कतिवटा हुन्छ ल भन्नुस् त 5 वटा नभनेर यहाँ 8 वटा भुजाको भन्यो भने कतिवटा विकर्ण हुने रहेछ ल भन्नुस् त 8 वटा भुजाको विकर्ण कतिवटा हुन्छ भने कतिवटा हुने रहेछ ल भन्नुस् त 8 वटा भुजाको विकर्ण निकाल्नुस् के गर्ने त अब यहाँ हामीले 8 वटाको भन्यो भने n को ठाउँमा 8 हाल्ने 8 * 8 - 3/2 भयो यसलाई भाग गर्ने ल अब यो हेर्नुस् ल 5 नम्बर क्वेशन हेर्नुस् 5 नम्बर क्वेशनले के भन्दै ल तपाई बैंकमा जानुभयो 5 नम्बर क्वेशन बुझ्नु होला है म भन्दैछु तपाई बैंकमा जानुभयो बैंकमा गइसक्नु भयो बैंकमा जानुभयो अनि बैंकमा के भन्नुभयो भने तपाईलाई पैसा चाहिएको थियो 109 रुपैयाँ पैसा चाहियो हम बैंकमा गएपछि त्यहाँ 109 रुपैयाँ पैसा चाहिएको छ तर बैंकमा के रहेछ 1 रुपैयाँ हालको सिक्का छ 1 रुपैयाँ हालको सिक्का पनि थुप्रै छ हेर्नुस् है 50 रुपैयाँ हालको सिक्का पनि छ हेर्नुस् त बैंकमा के रहेछ त 1 रुपैयाँ हालको सिक्का रहेछ अनि अर्को 50 रुपैयाँ हालको सिक्का पनि थुप्रै रहेछ त्यसपछि 10 रुपैयाँ हालको सिक्का पनि रहेछ त्यसपछि कति रुपैयाँ हालको सिक्का पनि रहेछ 10 रुपैयाँ हालको सिक्का पनि रहेछ जान्नुस् है अब तपाईलाई 109 रुपैयाँ दिनु पर्यो तीन थरीका सिक्काहरू छन् जान्नुस् है कति कति रहेछ रु 1 का रहेछ रु 10 का रहेछ रु 50 का रहेछ तीन खाले सिक्काहरू रहेछन् त्यो तीन खाले सिक्काहरू प्रयोग गरेर तपाईलाई 109 रुपैयाँ दिनु पर्यो भने कति तरिकाले तपाईलाई दिन सकिन्छ जस्तै मानौ 1 रुपैयाँको सिक्का मात्रै 109 रुपैयाँ पनि दिन सक्यो नि त एउटा तरिका यो भयो अब हेर्नुस् 10 रुपैयाँ र 1 रुपैयाँ मिलाएर 109 रुपैयाँ बनाएर पनि दिन सकिन्छ अर्को हेर्नुस् ल 50 को दुईटा हालेर अनि 1 को हालेर पनि दिन सकिन्छ हो यसरी दिने हो भने कति तरिकाबाट तपाईलाई दिन सकिन्छ ल भन्नुस् त यहाँ दिएको अप्सनहरु छ है साथी कति तरिकाबाट तपाईहरुलाई दिन सकिन्छ मैले बोल्दै गरेको कुरा बुझ्नु भयो कि नै भन्नुस् ल बैंकमा के रहेछ 1 रुपैयाँ हालको सिक्का रहेछ 10 रुपैयाँ हालको सिक्का रहेछ 50 रुपैयाँ हालको सिक्का रहेछ तीनवटा सिक्काहरू बैंकमा तीन प्रकारको सिक्काहरू बैंकमा छ हेर्नुस् है 1 रुपैयाँ हालको सिक्काहरू पनि छ 10 रुपैयाँ हालको सिक्काहरू पनि छ अनि 50 रुपैयाँ हालको सिक्काहरू पनि छ अब यिनीलाई मिलाएर तपाईलाई दिनु पर्यो के वा 1 रुपैयाँ हालको मात्र दिन्छु भन्दा पनि पाइयो 10 रुपैयाँ हालको र 1 रुपैयाँ हालको मिलाएर दिन्छु भन्दा पनि पाइयो 50 रुपैयाँ 10 रुपैयाँ र 1 रुपैयाँ हालको मिलाएर दिन्छु भन्दा पनि पाइयो 50 रुपैयाँ र 1 रुपैयाँ मात्रै हालको मिलाएर दिन्छु भन्दा पनि पाइयो ध्यान दिनुस् है अब यसरी कति तरिकाले तपाईलाई दिन सकिन्छ त्यो तरिका निकाल्नु पर्यो भन्नुस् ल कति तरिकाले तपाईलाई दिन सकिन्छ रहेछ 15 तरिकाले हो कि 20 तरिकाले हो कि 18 तरिकाले हो कि 16 तरिकाले ल यसको आन्सर भन्नु होला है मैले टाइम दिए तपाईलाई एकैछिन टाइम दिए है कमेन्ट गर्नु होला साथी कमेन्ट गर्नु है यसको आन्सर भन्नु होला है ल
ल ट्राई गर्नुस् न। भन्नु दिनुहोस् ल क्वेसन के थियो अरे 1 रुपैयाँ हालको 10 रुपैयाँ हालको र 50 रुपैयाँ हालको 3 प्रकारको सिक्काहरू छन्। तपाईलाई त्यो 3 प्रकारको सिक्काहरूबाट मिलाएर कति तरिकाले 109 रुपैयाँ दिन सकिन्छ भन्ने कुरा छ। ल भन्दै जानु होला है। ल यसमा हेर्नुस् है साथीहरु, यसमा के भन्दैछ भनेर अब ध्यान दिनु होला है। मेरो पनि एकदम ध्यान दिनु होला है साथीहरु, एकदमै मजाले के भन्दैछु मैले। ल तपाईको नाम राखेर कमेन्ट गर्नु पर्यो है मित्र। सुमित्रा पौडेलजीले 16 भन्नुभएछ, मानमतीजीले 15, शेखर रामले 15, निर्मलाजीले ए भन्नुभएछ। ल विमलाजी ए, अर्जुनजी 20। ल अब ध्यान दिनुस् है। अब यहाँ हेर्नुस् है के रहेछ भनेर अब यहाँ ध्यान दिनुस् है। यो कतिवटा छ भन्ने कुरा फिक्स थाहा छैन, कतिवटा चाहिन्छ भन्ने कुरा पनि हामीलाई थाहा छैन। ध्यान दिनुस् है। अब मानिलिनु 1 रुपैयाँ हालको यक्सवटा चाहियो। 1 रुपैयाँ हाल कतिवटा चाहियो? यक्सवटा चाहियो। एकदमै मेरो कुरा एकदम ध्यान दिनु होला है, नत्र बुझ्न गाह्रो होला फेरि। ल हेर्नुस् त 1 रुपैयाँ हालको कतिवटा चाहियो रे? 21 नि यहाँ ध्यान दिनुस् है। 1 रुपैयाँ हालको यक्सवटा चाहियो प्लस 10 रुपैयाँ हालको वाईवटा चाहियो प्लस जेड रुपैयाँ हालको 50 रुपैयाँ हालको जेडवटा चाहियो। यति मिलाएर उलाई कति तिर्न सकिन्छ रे? 109 रुपैयाँ तिर्न सकियो। ध्यान दिनुस् है। अब 109 रुपैयाँ तिर्न सकियो यति मिलाएर। अलि माथि राख्दिनु, यसलाई यहाँ नै हेर्नुस् है के भन्दैछ मैले भनेको कुरा एकदम ध्यान दिनु होला है। ल यसलाई तपाईले तल लेखि माथि नदेखेर जस्तो लाग्यो, यहाँ नै हेर्नुस् है। के भरे 1 रुपैयाँ हालको यक्सवटा मिलायो, 10 रुपैयाँ हालको वाईवटा, त्यसैले 50 रुपैयाँ हालको जेडवटा मिलाएर उलाई कति पैसा दिनुपर्ने हो त? 109 रुपैयाँ दिनुपर्ने हो। अब यहाँ ध्यान दिनुस् है। जेड रुपैयाँ हालको कतिवटा सिक्का हाल्न सकिन्छ भनेर हेर्नुस्। जेड रुपैयाँ हालको नहालिकन 1 रुपैयाँ हालको र 10 रुपैयाँ हालको मात्रै हाल्न पनि पाइन्छ नि साथी। 1 रुपैयाँ हालको मात्रै हालेर दिँदा पनि पाइयो, 10 रुपैयाँ र 1 रुपैयाँ मिलाएर दिँदा पनि पाइयो। जेड रुपैयाँ हालको नहाल्दा पनि हुन्छ भन्छ, नहाल्दा पनि हुन्छ भने चाहिँ 0 वटा भन्ने कुरा हामीले जेड रुपैयाँ हालको 0 वटा राख्दा पनि उलाई 109 रुपैयाँ दिन मिल्दो रहेछ। अब जेड रुपैयाँ हालको एउटा राख्यो भने 50 रुपैयाँ हालको एउटा राखेर अरु मिलाएर दिन पनि सकिन्छ। ध्यान दिनुस्। 50 रुपैयाँ हालको एउटा राखेर एउटा 50 रुपैयाँको एउटा सिक्का राखेर अरु मिलाएर दिँदा पनि 109 रुपैयाँ दिन पाइन्छ। अब त्यसपछि हेर्नु चाहिँ जेड रुपैयाँ हालको जेड भनेको 50 रुपैयाँ हालको कतिवटा राख्न सकिन्छ त भन्दाखेरि 50 रुपैयाँ हालको दुईटा सिक्का राखेर अनि 1-1 रुपैयाँ दिन पनि सकिन्छ 109 रुपैयाँ बनाउनको लागि। भनेपछि जेड कतिवटा राख्न सकिन्छ रे? राख्दै नराख्दा पनि हुँदो रहेछ, एउटा राख्दा पनि हुँदो रहेछ जेड 50 रुपैयाँ हालको सिक्का, अनि दुईटा राख्दा पनि हुँदो रहेछ 50 रुपैयाँ हालको सिक्का भन्ने कुरा। किनभने 109 रुपैयाँ हुनको लागि त 50 रुपैयाँ हालको सिक्का दुईटा राख्दा 100 रुपैयाँ दियो अनि 1-1 रुपैयाँ दिन पनि पाइयो नि त। त्यसैले जेडको ठाउँमा कति राख्न मिल्दो रहेछ? कति भ्यालु राख्न मिल्दो रहेछ? 0, 1, 2 राख्न मिल्दो रहेछ साथीहरु। ध्यान दिनुस् है। जेडको ठाउँमा कति राख्न मिल्दो रहेछ? 0। जेडको पैसा 50 रुपैयाँ हालको पैसा नराख्दा पनि हुँदो रहेछ, 50 रुपैयाँ हालको पैसा एउटा राख्दा पनि हुने रहेछ,
50 रुपैयाँ खालको सिक्का दुईटा राख्दा पनि पाइँदो रहेछ, तर 50 रुपैयाँ खालको पैसा तीनटा दिन चाहिँ मिल्दैन रहेछ। किनभने तीनटा दियो भने त 50 त्यहाँ 150 हुन्छ, उसलाई 109 रुपैयाँ दिन पर्छ। तीनटा सिक्का चाहिँ दिन पाइएन 50 रुपैयाँ खालको, दुईटासम्म दिन पाइँदो रहेछ। ध्यान दिनुहोस् है, मैले बोल्दै गएँ अब 50 रुपैयाँ खालको सिक्का कतिवटासम्म दिन पाइँदो रहेछ, दिँदै नदिँदा पनि हुँदैछ। 50 रुपैयाँ पैसा दिँदै 50 रुपैयाँ खालको सिक्का युजै नगरे पनि हुँदै रहेछ, 1 रुपैयाँ खालको मात्रै युज गर्दा पनि भयो, 10 रुपैयाँ र 1 रुपैयाँ युज गर्दा पनि हुँदै रहेछ। हेर्नु है, एउटा तरिका 50 रुपैयाँ खालको सिक्का एउटा दिँदा पनि हुँदो रहेछ, अनि अरूबाट मिलाएर दिन पनि मिल्दो रहेछ। 50 रुपैयाँ खालको सिक्का दुईटा दिँदा पनि हुँदो रहेछ, अनि अरू मिलाएर दिन मिल्दो रहेछ। अब ध्यान दिनुहोस् है, यो हामीले जेडको भ्यालु कतिसम्म राख्न मिल्दो रहेछ भने चाहिँ 0 पनि हुन सक्छ, 1 वा 2, 0 1 2 सम्म राख्न मिल्दो रहेछ है। अब त्यसपछि यहाँ ध्यान दिनुहोस् है, y को भ्यालु यहाँ हाल्नुस् है। अब y को भ्यालु के गर्ने, y बाट गर्दै जाने है साथी, y। अब z को 0 हाल्यो भने, z को ठाउँमा 0 हाल्यो भने, ध्यान दिनुहोस् है, यहाँ मेरो कुरा एकदम ध्यान दिनुहोस् है, z को ठाउँमा 0 हाल्यो भने 10 रुपैयाँ खालको कतिवटासम्म दिन मिल्छ भन्नुहोस् त। z को ठाउँमा 0 हाल्यो भने 50 रुपैयाँ त दिनु परेन, के रहेछ त, z को ठाउँमा z को भ्यालु 0 लिँदा, ध्यान दिनुहोस् है, 0 लिँदा भन्नुको अर्थ के रहेछ, 50 रुपैयाँ खालको पैसा नहाल्ने भन्दाखेरि, ध्यान दिनुहोस् है, 50 रुपैयाँ खालको पैसा नहाल्ने भन्दाखेरि, ध्यान दिनुहोस्, 50 रुपैयाँ खालको पैसा नहाल्ने भन्दाखेरि यो 10 रुपैयाँ खालको नहाल्दा पनि पाइयो, हो कि नै हुन्छ, 10 रुपैयाँ खालको नहाल्दा पनि हुने, 1 रुपैयाँ खालको दिन पनि पाइयो। 10 रुपैयाँ खालको एउटा हाल्छु अनि अरू 1 को मिलाएर दिन्छु भन्दा पनि पाइयो, दुईटा हाल्छु 10 रुपैयाँ खालको अरू 1 को मिलाएर दिन्छु भन्दा पनि पाइयो, 3टा 4टा 5टा 6टा 7टा 8टा 9टा 10वटासम्म दिन पाइन्छ। किनभने 10 10 100 रुपैयाँको y 10 रुपैयाँ खालको कतिवटासम्म दिन पाइयो त, 10 सम्म दिन पाइयो। ध्यान दिनुहोस्, 0 देखि 10 सम्म दिन पायो भनेपछि 10 वटा त त्यसै भइहाल्यो। अनि 0 भन्दा हाल्दै नहाल्ने भनेपछि त y को 10 रुपैयाँ खालको हाल्दै नहाल्ने भनेपछि यहाँ कति तरिकाले बन्यो त, कति तरिकाले दिन पाइयो, यहाँनेरि 10 वटा अनि एउटा y 0 10 रुपैयाँ खालको हाल्दै नहाल्दा पनि पाइयो भनेपछि कति तरिका भयो, 11 तरिकाले दिन पाइयो। ध्यान दिनुहोस् है, यहाँनेरि 10 रुपैयाँ खालको हाल्दै नहाल्दा पनि पाइयो, अनि अर्को बढीमा कतिसम्म दिन पाइयो त, 100 भनेपछि 10 रुपैयाँ खालको 10 वटासम्म दिन पाइयो, 10 वटा प्लस यो 1 गर्दा 11 वटा भयो, 11 वटा तरिकाबाट दिन मिल्दो रहेछ 50 रुपैयाँ खालको पैसा हाल्दै नहाल्दाखेरि। अब त्यसपछि हेर्नुहोस् है, 50 रुपैयाँ खालको पैसा एउटा लिँदा, ध्यान दिनुहोस् है, एउटा दिँदा, हेर्नुहोस् है, 50 रुपैयाँ खालको पैसा एउटा दिने हो भने अब कति बाँकी रह्यो त भन्नुहोस् त, 50 रुपैयाँ खालको पैसा एउटा हालेपछि बाँकी कति रह्यो, हामीसँग बाँकी कति रह्यो, कति बाँकी रह्यो भन्नुहोस् त, 50 रुपैयाँ खालको दिइसकेपछि 59 बाँकी रह्यो। अब 59 रुपैयाँ दिनका लागि y दिँदै नदिँदा पनि हुन्छ, 10 रुपैयाँ खालको दिँदै नदिँदा पनि हुन्छ, 1 खालको मात्रै दिँदा पनि भयो, वा हामीले कतिसम्म दिन पाउँदो रहेछ त, 50 रुपैयाँ खालको एउटा दिइसकेपछि पैसा त अब हामीले दिन बाँकी त 59 रह्यो, 59 रहेपछि 10 रुपैयाँ खालको कतिसम्म हाल्न पाउँछौँ त, 5 वटासम्म हाल्न पाउँछौँ। ध्यान दिनुहोस् है, 10 10 10 10 गरेर 5 वटासम्म हाल्न पाउँछौँ, यो कुरा हेर्नुहोस्। यदि जेट एउटा लिँदा भनेपछि जेट भनेको 50 रुपैयाँ एउटा लिने हो भने, अब हेर्नुहोस् त, y को ठाउँमा जस्तै 10 रुपैयाँ खालको कतिवटासम्म लिन पाइन्छ भन्दाखेरि लिँदै नलिँदा पनि हुन्छ, लिँदाखेरि 5 वटासम्म लिन पाइन्छ। एउटा 10 रुपैयाँ खालको हालेर अरू सबै 1 रुपैयाँ हाल्न पनि मिल्यो, दुईटा 10 रुपैयाँ खालको हालेर अरू 1 रुपैयाँ हाल्न पनि मिल्यो, तीनटा 10 रुपैयाँ हालेर एउटा अरू सबै 1 को हाल्न पनि मिल्यो, 4वटा 10 10 हालेर अरू 1 को हाल्न पनि मिल्यो, 5वटा 10 10 हालेर अरू 1 को हाल्न पनि मिल्यो। तर 6वटा 10 10 हाल्न मिलेन, किनभने 59 रुपैयाँ त बाँकी छ दिनको लागि। 6वटा 10 10 हाल्नु त 60 रुपैयाँ भयो, बढी गयो पैसा, त्यसैले 6वटा मिलेन, 5 वटासम्म मिल्दो रहेछ भनेपछि कति तरिका भयो, यहाँनिर 5 वटा y दिँदै नदिँदा पनि हुन्छ भनेपछि चाहिँ 6वटा तरिकाले दिन मिल्दो रहेछ। हेर्नु त, 1 जेट एउटा लिँदाखेरि, अब जेट दुईटा लिँदा, ध्यान दिनुहोस् है, अब हेर्नु त, जेट दुईटा लिँदा भनेपछि 50 रुपैयाँ खालको पैसा, ध्यान दिनुहोस् त, 50 रुपैयाँ खालको पैसा दुईटा लिने हो भने, अब हेर्नुहोस् 50 रुपैयाँ खालको पैसा दुईटा लिने हो भने 10 रुपैयाँ खालको कतिवटा दिन पर्दो रहेछ भन्नुहोस् त, 50 रुपैयाँ खालको पैसा दुईटा दिने हो भने 10 रुपैयाँ खालको पैसा दिनुपर्छ पर्दैन, 109 रुपैयाँ बनाउनको लागि 50 रुपैयाँ खालको पैसा दुईटा दिएपछि त 100 रुपैयाँ भइहाल्यो, 10 रुपैयाँ खालको पैसा दिनै पर्दैन, सबै 1 को दिने हो भनेपछि यहाँ कतिवटा तरिका आयो, एउटा मात्रै तरिका आयो। अब जोड्नुस् त, 11 6 17 प्लस 1 गर्दा 18 तरिकाले दिन मिल्छ भनेर 18 मा टिकाउनु पर्छ साथी, यो हो है,
कुरो चाहिँ यसको आन्सर 18 हो है मित्रहरु 18 तरिकाले दिन मिल्छ यसमा ध्यान दिनुस् ल के रहेछ त यो बोल्दै गरेको कुरा हेर्नुस् है जेट भनेको 50 रुपैयाँ हालको पैसा हाल्दै नहाल्दा पनि दिन मिल्दो रहेछ 50 रुपैयाँ हालको पैसा एउटा मात्रै हालेर पनि दिन मिल्छ 109 रुपैयाँ 50 रुपैयाँ हालको पैसा दुईटा हालेर अरु एक एक को पनि दिन मिल्दो रहेछ तर 50 रुपैयाँ हालको पैसा तीनटा हाल्न पाइदैन किन तीनटा हाल्यो भने 150 रुपैयाँ भइहाल्छ अब यहाँले आइसक्यो हुन्छ नि त 10 रुपैयाँ हालको हाल्दै नहाल्ने भन्छ एक एक को मात्रै हाल्ने भनेर आ हुन्छ नि साथै उ यहाँले एक को मात्रै हाल्ने कहाँ आयो भन्दाखेरि जेड पनि 0 डालिने वाई पनि 0 डालिने भनेपछि बाकी सबै एक को मात्रै दिने भन्ने कुरा यहाँ आइसक्यो हुन्छ है साथै ध्यान दिनुस् है यहाँले कहाँ के भयो भन्नुस् 10 को हाल्दा 110 यहाँ 11 मा 10 ले इन्टु गर्ने भने होइन नि मित्र यहाँ हो नि यहाँ हेर्नुस् न यहाँ हेर्ने तपाई कहाँ यो त तरिका हो जस्तै y दिदै नदिने y पनि नदिने z पनि नदिने हेर्नुस् यसले के भने y पनि नदिने z पनि नदिने भनेपछि दिने के त एक एक मात्र दिने भन्ने कुरा आयो पहिला सुरुमा y z दिदै नदिने भनेको 50 रुपैयाँ हालको दिदै नदिने y एउटा दिने भनेपछि त y एउटा दिएपछि अरु एक एक को दिन पाइयो 10 रुपैयाँ हालको एउटा दिने अरु सबै एक एक को दिन पाइयो 50 रुपैयाँ हालको नदिने 10 रुपैयाँ हालको 10 वटा दिने अरु बाँकी एक एक वटा दिने भनेपछि यो तरिका हो के यो 10 तरिकाले दिन पाइयो 10 रुपैयाँ हालको 10 तरिकाले भनेको 10 रुपैयाँ मात्र एउटा मात्रै पनि दिन पाइन्छ दुईटा मात्रै तीनटा मात्रै चारटा मात्रै पाँचटा मात्रै छटा सातवटा आठवटा नौवटा 10 वटा 10 दिन सकिन्छ वा 10 दिदै नदिँदा पनि हुन्छ भनेपछि 11 तरिकाले दिन पाइएन त यो भनेको 11 तरिकाले दिन पाइयो तरिका हो यसलाई 11 लाई 10 ले इन्टु गरेर 110 बनाउनु भने हैन यो चाहिँ तरिका हो तपाईले इन्टु गर्ने चाहिँ यसमा हो ध्यान दिनुस् 0 भनेको y दिदै नदिने भने हो के ल फेरि एकचोटी म भन्छु है फेरि एकचोटी ध्यान दिनु होला के भन्दै छु भन्ने कुरा म यहाँ तल बनाइन्छु ल साथी त्यो माथिको मेटको भन्दा तल बनाइन्छु हेर्नुस् है 1 रुपैयाँ हालको यक्सवटा ध्यान दिनुस् है 1 रुपैयाँ हालको यक्सवटा दिनु मेरो कुरा एकदमै ध्यान दिनु होला है साथीहरु यहाँले के बोल्दै छु एकदम ध्यान दिनु होला यो क्वेशन एकदम सजिलो तपाईहरुले सरल रूपले बुझ्नु भने टक्क बुझिन्छ यहाँ हेर्नुस् है 1 रुपैयाँ हालको यक्सवटा दिनु त्यसैगरी 10 रुपैयाँ हालको y वटा दिने y वटा त्यसैगरी जे 50 रुपैयाँ हालको z वटा दियो भने पैसा कति जम्मा गर्नु पर्ने छ 109 रुपैयाँ जम्मा गर्नु पर्ने छ अब यहाँ ध्यान दिनुस् जेट खालको कति वटा सम्म लिन पाइन्छ भन्ने कुरा हेर्नुस् भन्नुको अर्थ जेट रुपैयाँ दिदै नदिएर एक एक को मात्रै दिन पनि पाइयो 1 र 10 रुपैयाँ मिलाएर दिन पनि पाइन्छ जेट खालको दिदै नदिँदा पनि हुन्छ हो कि नै भन्नुस् त जेट खालको दिदै नदिँदा हुन्छ हुँदैन भन्नुस् त उल्लाले 109 रुपैयाँ पुराएर दिनु पर्यो एक एक को मात्रै दिन पनि पाइन्छ र 1 र 10 को मात्रै मिलाएर 1 र 10 को सिक्का मिलाएर दिँदा पनि हुन्छ नि 109 रुपैयाँ त जेट खालको दिदै नदिँदा पनि हुन्छ हुँदैन भन्नुस् त भन्नुस् न पहिला जेट को भ्यालु जेट खालको भनेको 50 रुपैयाँ हालको पैसा दिदै नदिँदा हुन्छ हुँदैन भन्नुस् 50 रुपैयाँ हालको म दिदिन भन्न पनि पाइन्छ ठीक छ पाइन्छ नि त 50 रुपैयाँ हालको दिदिन भनेपछि 50 रुपैयाँ हालको 0 वटा हाल्ने भनेको के 0 वटा भनेको 50 रुपैयाँ हालको दिदै नदिने भने अब 50 रुपैयाँ हालको एउटा दिने भनेपछि नि त 50 रुपैयाँ हालको एउटा दिँदा पनि मिल्छ अनि अरु यताबाट मिलाउन मिल्यो 1 रुपैयाँ र 10 रुपैयाँ सिक्का मिलाएर दिन मिल्छ 50 रुपैयाँ हालको दुईटा दिन मिल्यो 50 रुपैयाँ हालको दुईटा दिँदा 100 रुपैयाँ तिर्यो 100 रुपैयाँ दिन मिल्यो अनि अरु पैसा 1 रुपैयाँ हालको सिक्का मिलाएर दिन पाइन्छ अब भन्दा 50 रुपैयाँ हालको तीनटा दिन मिल्छ त भन्नुस् त 50 रुपैयाँ जेट भनेको 50 खालको 50 रुपैयाँ हालको तीनटा दिन मिल्छ त भन्नुस् त कसैलाई 109 रुपैयाँ दिनु छ भने 50 को नोट तीनटा दिन 50 को सिक्का तीनटा दिन मिल्छ त लानुहोस् भनेर मिल्दैन नि दुईटासम्म दिन मिल्छ 50 रुपैयाँ हालको सिक्का 109 रुपैयाँ तिर्नु पर्यो भने अरु 1 रुपैयाँ हुनु पर्यो के ल यहाँ ध्यान दिनुस् है अब यो उतातिर नजानु होला मैले बोल्दै गरे बुझाउँदै गरे कुरा जानुस् न अब यहाँ हाल्नुस् न भनेपछि यो अनुसार अब हामी जान्छौं है भनेर दिमागमा राख्नुस् यो अनुसार जाने भनेर किन यो लिने हो यसको भ्यालु थोरै आउँछ यक्स भ्यालु त धेरै आउँछ y को भ्यालु पनि यसरी राख्दा धेरै आउँछ कुन चाहिँ को थोरै आउँछ सबैभन्दा धेरै पैसा जुन छ त्यसैको निकाल्नुस् है पहिला सुरुमा अब यहाँ ध्यान दिनुस् यदि जेट मेरो कुरा ध्यान दिनुस् है यदि जेट 0 लिने भन्नुको अर्थ जेट रुपैयाँ 50 रुपैयाँ हालको पैसा नदिने भन्यो भने y रुपैयाँ हालको पैसा कति वटा सम्म हाल्न मिल्छ हेर्नुस् अब यहाँ हाल्नुस् है
यदि जेट 0 लिँदा भनेपछि जेट 50 रुपैयाँ खालको पैसा दिँदै नदिँदाखेरि 10 रुपैयाँ खालको पैसा पनि म दिदिनँ भन्न पाइन्छ। एक को मात्रै बाँड्न पाइयो। ध्यान दिनुहोस् है, 10 रुपैयाँ खालको पैसा पनि नदिने, 50 को पनि नदिने भनेपछि एक को बाँड्न पाइयो। यो एउटा तरिका हो। अनि 50 रुपैयाँ खालको पैसा नदिने, यो 10 रुपैयाँ खालको पैसा एउटा हाल्छु भन्न पनि पाइन्छ। अनि अरू सबै एक को हाल्ने। अब 10 रुपैयाँ खालको पैसा एउटा हाल्ने, अरू सबै एक हाल्न पाइन्छ। 2टा 3टा हाल्ने, अरू सबै एक को। 4वटा हाल्ने, एक को हाल्ने। 5वटा हाल्ने, बाँकी एक को हाल्ने। 6वटा हाल्ने, बाँकी एक को हाल्ने। 7वटा हाल्ने 10 रुपैयाँ खालको, बाँकी एक को हाल्ने। 8वटा हाल्ने 10 रुपैयाँ खालको, बाँकी एक को हाल्ने। 9वटा हाल्ने 10 रुपैयाँ खालको, बाँकी एक को हाल्ने। 10वटा हाल्ने 10 रुपैयाँ खालको, बाँकी एक को हाल्ने। हेर्नुहोस् त, हो कि नै? अब 10 रुपैयाँ खालको 11वटा त हाल्न पाइएन। पाइयो त 11वटा हाल्नु पाइएन। 10 रुपैयाँ खालको 10वटा हाल्न पाइन्छ। अनि प्लस एक को जम्मा पारेर उसलाई दिन मिल्छ। यदि हामीले 50 रुपैयाँ खालको पैसा नदिने हो भने कति तरिकाले दिन मिल्दो रहेछ भने त 10 रुपैयाँ खालको पैसा हाल्दै नहाल्दा पनि हुँदो रहेछ। एक को मात्रै दिन पनि मिल्दो रहेछ। त्यहाँ एक को मात्रै दिन मिल्छ भनेर यसले देखायो है। 10 रुपैयाँ खालको एउटा हालेर बाँकी एक को दिन मिल्यो। 10 रुपैयाँ खालको 2टा हालेर बाँकी एक को। 10 रुपैयाँ खालको 3टा हालेर बाँकी एक को। 10 रुपैयाँ खालको 4टा हालेर बाँकी एक को। 10 रुपैयाँ खालको 5वटा हालेर बाँकी एक को गर्दै गर्दै 10 रुपैयाँ खालको 10वटा सम्म दिन मिल्छ। 11वटा दिन मिल्दैन। अब यसपछि कति तरिकाले तरिकाहरु छ। 1 2 3 4 5 6 7 8 9 10 11 तरिकाले दिन मिलेछ। हेर्नुस् है, यदि 50 रुपैयाँ खालको पैसा हाल्दै नहाल्ने हो भने 11 तरिकाले दिन मिल्दो रहेछ। ध्यान दिनुस्, यहाँ 11 तरिका हो। कति तरिकाले दिन मिल्छ भन्छ 11 तरिकाले दिन मिल्छ। अब त्यसैगरी 50 रुपैयाँ खालको पैसा एउटा दिँदा चाहिँ 50 रुपैयाँ खालको पैसा एउटा लिने अनि बल्ल अरु पैसा दिने भन्यो भने 50 रुपैयाँ खालको पैसा एउटा लियो भने ध्यान दिनुस् ल, 50 रुपैयाँ खालको पैसा एउटा लियो भने अब भन्नुस् ल, 50 रुपैयाँ खालको पैसा एउटा लिइसकेपछि 10 रुपैयाँ खालको पैसा नदिकन अरु सबै एक को हाल्न त पाइन्छ नि। 50 रुपैयाँ पैसा लियौ अनि सबै एक को हाल्ने हो। 10 रुपैयाँ खालको लिएन। अब 10 रुपैयाँ खालको पैसा एउटा लियौ अनि अरु एक को हाल्ने। 50 को एउटा, 10 को एउटा अरु बाँकी सबै एक को। अब 50 को एउटा, 10 को 2टा अरु एक को पनि दिन पाइन्छ। 50 को एउटा, 10 को 3टा अरु एक को हालेर दिन पनि पाइयो। 50 को एउटा, 10 को 4टा अरु एक को हाल्दा पनि पाइयो। 50 को एउटा अनि 10 को 5वटा अरु एक को हालेर पनि दिन पाइयो। 50 को एउटा, 10 को 6वटा हाल्न मिल्दैन नि त। 50 को एउटा हाल्ने बित्तिकै 50 रुपैयाँ भइहाल्यो। 10 को 6वटा भनेको 60 रुपैयाँ हो। 60 र 50 गरे भने त 110 हुन्छ। तर 109 रुपैयाँ दिनु पर्यो भनेपछि 50 को 6वटा मिल्दैन दिन भनेपछि कति तरिकाले मिल्ने रहेछ ल हेर्नुस् है। 1 2 3 4 5 6 तरिकाले दिनु पर्ने रहेछ। ध्यान दिनुस् है, 50 को एउटा हाल्यो भने उले दिन मिल्ने 6 तरिका रहेछ भन्ने कुरा आयो। अब त्यसैगरी जेट इक्वल्स टु 2 लिँदा हेर्नुस् है, यहाँ 2 लिँदा कति तरिकाले दिन मिल्छ भन्ने कुरा ध्यान दिनुस् ल। जेट इक्वल्स टु 2 लियो भने जेट को 2टा भनेको 50 रुपैयाँ खालको पैसा 2टा लियो भने 50 2टा लियो भने अब 10 रुपैयाँ खालको पैसा लिन मिल्छ त। अन्त 50 रुपैयाँ खालको सिक्का 2टा लियौ। 10 रुपैयाँ खालको सिक्का लिन मिल्छ त 109 रुपैयाँ पुर्याउनको लागि मिल्दैन नि त। 50 को 2टा लिने बित्तिकै 100 रुपैयाँ भइहाल्यो। 10 रुपैयाँ खालको एउटा लियो भने त 110 रुपैयाँ हो। भनेपछि 10 रुपैयाँ खालको त लिनै पाइएन। अरु सबै एक रुपैयाँ खालको लिनु पर्यो, 10 रुपैयाँ खालको लिन पाइएन, सबै एक को लिनु पर्यो। यदि 50 रुपैयाँ खालको 2टा लियो भने बाँकी सबै एक को लिनु पर्यो। 10 रुपैयाँ खालको सिक्का लिन पाइदैन। भनेपछि यहाँ कतिवटा तरिका रहेछ, यहाँ एउटा तरिका रहेछ। अब हेर्नुस् तरिका कतिवटा भयो त यहाँ। यहाँ तरिका कति भयो त, यहाँ ध्यान दिनुस् है, तरिका कति भयो त यहाँ 11 मा 6 जोड्यो 17 प्लस 1 गर्यो भने 18 तरिकाले तपाईले 109 रुपैयाँ बनाएर दिन पाउनु हुँदो रहेछ। कुरो यो आयो के 18 तरिकाले तपाईले कति रुपैयाँ दिन पाउनु हुँदो रहेछ, 109 रुपैयाँ बनाएर दिन पाउनु हुँदो रहेछ नि त। 1 रुपैयाँ खालको, 10 रुपैयाँ खालको, 50 रुपैयाँ खालको सिक्का 3 तरिकाको सिक्का मिलाएर प्रयोग गरेर कसैलाई पैसा दिनु पर्यो भने 109 रुपैयाँ पैसा दिनु पर्यो भनेदेखि कति तरिकाले दिन मिल्दो रहेछ त, 18 तरिकाले दिन मिल्छ भन्ने कुरा आयो है साथी। यो बनाउनु पर्ने चाहिँ यसरी भइदियो। हेर्नुस् यसरी। अब मैले अघि चाहिँ यसरीलाई के लेख्थेँ भनेदेखि यहाँ लेख्दाखेरि चाहिँ y 0 दिँदै नदिँदा पनि हुन्छ, 10 वटासम्म दिन मिल्छ भनेर लेखेँ। 10 प्लस 1 गर्दा 11। y कतिवटासम्म हेर्दा दिँदै नदिँदा पनि हुन्छ, एउटा जेट हाल्दाखेरि y 5 वटासम्म दिन मिल्छ भने अनि 5 प्लस 1 गर्दा 6 वटा।
जेड दुईटा हाल्यो भने चाहिँ 50 रुपैयाँ खालको पैसा दुईटा हाल्यो भने वाइ दिँदै नदिँदा पनि हुन्छ भन्ने कुरा आयो। वाइ दिँदै नदिँदा पनि हुन्छ भनेपछि एउटा तरिकाले भयो। यो सबै जोड्दा कति हो त 18 तरिकाले भयो भनेर सिकायो है साथी। ल यस्तो क्वेशन यो क्वेशन हेर्नु होला। ल यसै गरी अस्ति एक्जाम मास्टरको क्वेशन नम्बर 6 हेर्नुस् ल। 6 नम्बरतिर जानुस् ल साथी। 6 नम्बरले के भन्दैछ 6 नम्बर हेर्नुस् ल। 6 नम्बरमा के भन्नु यतिलाई 3 ले भाग गर्दा कति शेष बाँकी रहन्छ भन्दा शेष कति बाँकी रहन्छ ध्यान दिनुस् है। यतिलाई कतिले भाग गर्दा 3 ले भाग गर्दा शेष कति बाँकी रहन्छ भनेर शेष भनेपछि अब सबैलाई इन्टु गरेर भाग गर्ने बित्थामा जानु हो भने झ्याउ हुन्छ। त्यसैले एउटा के गर्न पाइयो भने 2 लाई 3 ले भाग जाँदैन यो 2 को 2 नै भयो। 3 ले 4 लाई भाग गयो भने शेष बाँकी रह्यो 1 शेष हेर्नु है शेष बाँकी रह्यो 1। 3 ले 4 लाई भाग गएपछि बाँकी रहन्छ शेष 1 शेष मात्र लेख्नु है। 3 ले 5 लाई भाग गयो भने बाँकी रहन्छ 2 यसरी हेर्नु 3 ले 5 लाई भाग गर्यो भने 3 एकाले 3 बाँकी रह्यो 2 शेष बाँकी रह्यो कति शेष बाँकी रहन्छ 2। 8 लाई 3 ले भाग गर्यो भने 3 दुना 6 बाँकी रह्यो कति 2 बाँकीलाई लेख्नुस् है। 10 लाई भाग गर्नु पर्यो भने 3 त्यहाँ 9 बाँकी रह्यो 1। 20 लाई भाग गर्नु भने 6 3 18 बाँकी रह्यो 2। 14 लाई 3 ले भाग गर्नु पर्यो भने कति आयो 4 त्यहाँ 12 बाँकी रह्यो 2। 16 लाई 3 ले भाग गर्नु पर्यो भने 5 त्यहाँ 15 बाँकी रह्यो 1। 19 लाई 3 ले भाग गर्नु भने 6 3 18 बाँकी रह्यो 1। हेर्नुस् है यो 2 त बाँकी छँदै थियो माथिले। अब माथि इन्टु गर्नुस् 2 दुना 4 दुना 8 दुना 16 दुना 32 32 लाई 3 ले भाग गर्नुस्। 32 लाई 3 ले भाग गर्नु भने 3.30 बाँकी रह्यो 2 भनेपछि शेष कति बाँकी रहँदो रहेछ 2 शेष बाँकी रहन्छ। अब तपाईलाई गर्न मन लाग्यो भने चेक गर्न मन लाग्दा सबै इन्टु गर्ने अनि 3 ले यसरी भाग गर्दै जानु लास्टमा शेष बाँकी रहने भनेको 2 हुन्छ त्यही 2 हो है आन्सर। यसरी गर्दा सजिलो भयो साथी। कति शेष बाँकी रहन्छ भन्दाखेरि 2 लाई त 3 ले भाग जाँदैन 2 जस्ता कस्तै हो। 4 लाई 3 ले भाग गएपछि बाँकी रहन्छ शेष 1 शेष लेख्ने। 5 लाई 3 ले भाग गरेपछि बाँकी रहन्छ शेष 2। 8 लाई 3 ले भाग गरेपछि शेष 2। 10 लाई 3 ले भाग गर्दा 1 शेष आयो। 20 लाई 3 ले भाग गर्दा अन्त 6 3 18 बाँकी रह्यो 2 बाँकी रह्यो। 14 लाई 3 ले भाग गर्दा 4 त्यहाँ 12 बाँकी रह्यो 2। 16 लाई 3 ले भाग गर्दा 5 त्यहाँ 15 बाँकी रह्यो 1। 19 लाई 3 ले भाग गर्दा 6 3 18 बाँकी रह्यो 1। अब माथि इन्टु गर्दा कति आयो 32 आयो। 32 लाई फेरि 6 ले भाग गर्दा 3 ले भाग गर्दा कति बाँकी रहन्छ त 10 त्यहाँ 30 बाँकी रह्यो 2 भनेपछि 2 शेष बाँकी रह्यो। तलको भन्दा शेष कम हुन्छ है 3 भन्दा कम हुन्छ। अन्त 30 लाई 32 लाई 3 ले भाग गर्ने फेरि भाग गर्ने के यदि तलको भन्दा माथिको बढी आयो भने फेरि भाग गर्ने अनि बाँकी रहन्छ जति आउँछ त्यो हाम्रो शेष हुन्छ शेष 2 बाँकी रह्यो। ल साथी आजको क्लास कस्तो रह्यो जस्तो रह्यो त्यस्तै कमेन्ट गर्नुस्। आज मैले केही क्वेशनहरु लिएर आएँ क्वेशनहरु अलि फरक खालका थिए। ल भन्नुस् आजको क्लास कस्तो रह्यो जोडेर नि इन्टु गरेर यहाँ इन्टु हो नि साथी यो जोड्ने हैन यहाँ इन्टु गरेर सबै इन्टु गरेर 3 ले भाग गर्दा लास्टमा आउने शेष 2 नै हुन्छ। सबै इन्टु गर्नुस् अनि 3 ले भाग गर्नुस् लास्टमा आउने शेष कति हुन्छ 2 नै हुन्छ। त्यो गर्न त टाइम लाग्यो नि तपाईलाई सबै इन्टु गरिन त हैन कत्रो ठुलो नम्बर छ 19 16 14 20 10 यत्रो ठुलो नम्बरलाई 3 इन्टु गरेर फेरि 3 ले भाग गर्नु त कहाँ पुग्यो भन्छ त टाइम लाग्यो ल है। आजको क्लास कस्तो लाग्यो भन्छ ल जस्तो लाग्यो त्यसै कमेन्ट गर्नुस् ल मित्रहरु। आजको क्लास कस्तो लाग्यो लक्ष्मीजी भन्नुस् त के भन्नुहुन्छ न तपाईले कमेन्ट गर्नुस् है साथी। आज क्लास कस्तो लाग्यो सबै मित्रले चाहिँ सर कमेन्ट गर्नुस् ल आज क्लास कस्तो भयो। तपाईं कमेन्ट हेर्नलाई म 1 मिनेट रोकिए है। यसले के भन्यो 1 मिनेटमा 6 मिटर माथि चढ्यो अर्को मिनेटमा 3 मिटर तल झर्यो भनेको छ। 21 मिटर लामो पर्खाल चढ्नलाई कति समय लाग्छ भन्ने कुरा आयो हेर्नुस् त। 1 मिनेटमा माथि चढ्छ 6 मिटर
अर्को मिनेटमा तल झर्छ 3 मिटर। जम्मा टाइम कति रहेछ त 1 मिनेट माथि चढ्ने तल झर्ने गएपछि 2 मिनेट टाइम रहेछ यहाँ दिएको टाइम। हाइट भनेको जम्मा हाइट कति छ त 21 मिटर हाइट चढ्नु छ। ध्यान दिनुहोस् है। भनेपछि कति समय लाग्छ यो समय निकाल्नु पर्यो भने यस्तो बेलामा यहाँको समय निकाल्नु पर्यो भने फर्मुला के हाल्ने 1 + x - up हाइट माइनस अप बाइ अप माइनस डाउन इन्टु t हाल्ने। यो फर्म हाल्ने बनाउने सबै यहाँ भ्यालु दिएको छु त्यो हालेर बनाएको है। यस्तो हो लक्ष्मी जी। एउटा कुरा के हो भनेदेखि तपाई भर्खर जोइन हुनु भएको छ भने अब 2-4 दिन यसरी मिक्स क्वेशनहरु हामी पढ्छौं। त्यसपछि फेरि तपाईको एक्सरसाइज अनुसार हामी आउँछौं है। अब भर्खर जोइन हुने मित्रहरुको लागि यो 2-4 दिनको लागि चाहिँ क्वेशन एक्स्ट्रा क्वेशन हुन्छ। यी क्वेशनहरु हेर्दै जानुस् पढ्दै जानुस् अनि फेरि तपाईको टपिक अनुसार हामी पढ्न आइहाल्छौं है। हामी सरल टपिक पढ्दै गएको हुन्छौं अनि टपिक सकेपछि यसरी क्वेशनहरु पढ्दै जान्छ फेरि टपिकबाट सुरु गर्छौं है। तपाई ढुक्क हुनुहुन्छ। तपाई टपिक अनुसार फेरि पढाइ हुन्छ। अहिले 2-4 दिन चाहिँ मिक्स क्वेशनहरु हुन्छ। क्वेशन कुन कुन एक्सरसाइजबाट हुन्छ भन्ने कुरा भन्दा पनि यहाँ क्वेशन हरेक एक्सरसाइजबाट लिएर आउँछ। 2-4 दिन हेर्नुस् अनि बल्ल त्यसपछि अनि टपिक अनुसार फेरि आउँछौं है हामी। ल आजलाई हामीले यति नै गर्यौं है साथी। भोलि अरु क्वेशन यस्तै क्वेशन लिएर आउँछु। 2-4 दिन 4 दिन भन्नु न 4 दिनको लागि मिक्स क्वेशनहरु लिएर आउँछु साथीहरु। 4 दिन मिक्स क्वेशन यस्तै क्वेशनहरु 4 दिन लिएर आउँछु। 4 दिन मिक्स क्वेशन पढ्छौं है साथीहरु। अनि त्यसपछि फेरि टपिक अनुसार हामी अगाडि बढ्छौं। हस् आजलाई यति नै गर्यौं है त। सबै मित्रहरुलाई बाइ है।